गुड इभिनिङ एभ्रिवन। के तपाईँ भ्याटमा दर्ता हुनुहुन्छ र आफ्नो गुड्स एन्ड सर्भिसेसको भ्यालुएसन कसरी हुन्छ भनेर सोचिराख्नु भएको छ? आजको फ्राइडे फाइनेन्समा हामी भ्यालुएसन अफ गुड्स एन्ड सर्भिसेसको बारेमा कुरा गर्न गइरहेका छौँ। गुड्स एन्ड सर्भिसेसको ट्याक्सेबल भ्यालु भनेको नर्मल सिनारियोमा सप्लायरले चार्ज गरेको भ्यालु बुझिन्छ। यसमा सप्लायरले बियर गर्ने सबै खर्च जस्तै ट्रान्सपोर्टेसन, डिस्ट्रिब्युसन लगायत एक्साइज र अन्य ड्युटिजहरू भ्याटलाई छोडेर सबै इन्क्लुड हुन्छन्। तर डिस्काउन्ट, कमिसन र अन्य रिबेटहरू यसमा इन्क्लुड हुँदैन। बार्टरमा सामान एक्सचेन्ज गरेको हकमा त्यो एक्सचेन्ज गरेको सामानको मार्केट भ्यालु नै ट्याक्सेबल भ्यालु हुन्छ। इम्पोर्टेड गुड्सको हकमा ट्याक्सेबल भ्यालु भन्नाले कस्टमको भ्यालुएसन, यसमा ट्रान्सपोर्टेसन, फ्रेट, इन्सुरेन्स, कमिसनहरू इन्क्लुड हुन्छ। साथै एक्साइज ड्युटी, कस्टम ड्युटी, भ्याटलाई छोडेर सबै ड्युटीहरू इन्क्लुडेड हुन्छ। आजको लागि फ्राइडे फाइनेन्समा यति नै। भ्याट सम्बन्धी कुनै पनि जानकारी या हेल्प चाहेमा हामीलाई सम्पर्क गर्नुहोला। यस्तै इन्फर्मेटिभ भिडियोको लागि स्टे ट्युन्ड एन्ड थ्याङ्क यू।